साथीहरू नमस्कार। अहिलेको हाम्रो देशको जुन राजनीतिक परिप्रेक्ष्य छ, जुन अवस्था छ, अन्तरिम सरकार र निर्वाचन घोषणा भएको छ। देशमा चाहिँ केही हदसम्म अन्योलको पनि माहौल छ। अर्थात् अब अहिलेको नयाँ अनुहारहरूलाई चाहिँ मध्येबाट चाहिँ प्रधानमन्त्री बनाउने वा बहुमत ल्याउने कुरा पनि उठिरहेको छ। तर यति धेरै राजनीतिक दल, यति धेरै दलहरूले चाहिँ प्रतिस्पर्धा गर्दा वा भनौँ भाग लिँदाखेरि अब कसले चाहिँ बहुमत ल्याउने वा चाहिँ जनताको मतहरू बाँडिने देखिन्छ। अहिलेको अवस्थामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजसंस्था चाहिँ अनिवार्य भएको देखिन्छ जनताको मतअनुसार, यदि बाहिरको कुराहरू नसुन्ने हो भने। र चाहिँ जुन हाम्रो अहिलेको देशमा चाहिँ एउटा स्थिर सरकार भएर राजसंस्थालाई पनि राखेर सर्वदलीय सरकार बनाएर र कार्यकारी प्रधानमन्त्री बनाएर राख्ने हो भने चाहिँ देशको परराष्ट्र, गृह र रक्षा राजसंस्थामा रहने हो भने चाहिँ सँगसँगै असंलग्न परराष्ट्र नीति र छिमेकी देशहरूको बजारबाट हामीले फाइदा लिने हो भने र जुन चिज चाहिँ हाम्रो देशमै उत्पादन हुन्छ, जस्तै पहिले जनकपुर चुरोट कारखाना र बिरगञ्ज चिनी मिल हुँदाखेरि चाहिँ देशमा उत्पादन भएको सुर्ती उखुहरू चाहिँ सरकारले लिदिने र मजाले उपभोग गरिदिने हुँदा ती उद्योगहरूमा देशको उत्पादनले चाहिँ बजार पाएको थियो। अर्थात् सामान बेच्नलाई मान्छेले चाहिँ चिन्ता लिनु पर्दैन थियो, जति पनि उत्पादन गरेको चाहिँ ती उद्योगहरूले किनिदिन्थे। त्यसै गरी अहिलेको समयमा चाहिँ स्थिर सरकार, बहुमती सरकार र देशको हित सोच्ने, देशमै बाटो, पुल, उद्योग, कल कारखाना खोल्ने, रोजगारी बढाउने र कसरी चाहिँ जनताहरूलाई, युवाहरूलाई विदेश जानुबाट कम गर्न सकिन्छ र देशमै एउटा राम्रो वातावरण दिन सकिन्छ भन्ने चाहिँ सोच्नुपर्ने बेला आएको छ। नमस्कार।